ओके, नमस्ते साथीहरु। आज म फेरि तपाईहरु समक्ष एउटा नयाँ भिडियो लिएर आएको छु। सो यसपालिको भिडियो चाहिँ हामीले किबीको बोटमा चाहिँ पिन्चिङ किन गर्नुपर्दछ, त्यसको आवश्यकता के हो र गर्दाखेरि ध्यान दिनुपर्ने कुरा के हो भन्ने कुरा चाहिँ म तपाईलाई बुझाउँछु। सर्वप्रथम पिन्चिङ भनेको जति पनि यो आको हाँगा छ, जस्तै हेर्न सक्छौं, यो जति पनि हाँगा छ, यो हाँगाको चाहिँ टुप्पोलाई चाहिँ यसरी च्यापेर चाहिँ फाल्ने प्रक्रियालाई चाहिँ हामी पिन्चिङ भन्दछौं है। हामी देख्नु यो टुप्पो हो, यसलाई हामी यसरी च्याप्छौं। सो यसलाई चाहिँ हामी पिन्चिङ भन्छौं है। सो पिन्चिङ गर्नुको मुख्य कारण के हो भने अब हामीलाई यसको विकास चाहिँदैन। सो यो हाँगाको विकास रोक्दछ र हाम्रो जति पनि यो भन्दा यताका अरू साइडका हाँगाहरू छ यसलाई चाहिँ विकास गर्दछ र सँगसँगै फलको पनि यसले विकास गर्दछ है। सो पिन्चिङ चाहिँ हामीले त्यही भएर नि पिन्चिङ चाहिँ गर्नुपर्दछ। सो पिन्चिङ गर्दाखेरि एकदमै हामीलाई हुने मुख्य फाइदा भनेको चाहिँ यसले फल विकासमा मद्दत पुर्याउँदछ। सँगसँगै चाहिँ हावाको प्रकाश राम्रोसँग छिर्न पाउँदछ र एयर सर्कुलेसनमा पनि यसले राम्रो मद्दत पुर्याउँदछ है। सो पिन्चिङ चाहिँ गरिरहनु पर्छ। हामीले पिन्चिङ गर्दाखेरि एकदम ध्यान दिनुपर्ने कुरा भनेको हाम्रो हात एकदमै सफा हुनु पर्यो र यदि हामीले हाम्रो हातको सट्टा चाहिँ कुनै पनि औजार कैँचीहरू चाहिँ प्रयोग गर्छौं भने त्यसलाई पनि हामीले एकदम राम्रोसँग चाहिँ स्टरलाइज चाहिँ गर्नु पर्यो है। सो हामीले यसरी नचाहिने जति पनि हामीलाई अब यसको साइज पुगिसकेको छ, यस्तो साइज ठुलो भइसकेको बोट हाँगाहरूलाई चाहिँ हामीले चाहिँ च्यापेर फाल्नु पर्दछ, जसलाई हामी पिन्चिङ भन्दछौं। धन्यवाद।